एकछिन यो एमालेका झोलेका कुरा सुनौ के भन्दैछन्। हवलदार हुन योग्य नपुगेको एउटा भाइ केटो गृह मन्त्रालय गएर उहाँ पुलिसका आइजी पिएचडी गरेका साथीहरू कसरी मानिरहेको होलान्, म त अचम्म परिरहेको छु। त्यो गृहमन्त्रीमा गएर सुदन गुरुङको कुरा पुलिसका के अरे पिएचडी गरेका साथीहरू कसरी मान्दैछन् त्यो भन्दैछ है। अनि तेरो बाउ केपी बा चाहिँ कक्षा 8 पास गरेको, यत्रो 10-15 साल सरकार चलाउँदै आएको हेरेनौ, त्यतिखेर प्रश्न गरिनौ ए झोले कि तेरो बा कतिको कक्षा पास गरेका हुन्? तेरो बा चाहिँ 8 कक्षा, त्यही प्रहरीका डिएजी आइजी मान्ने, अनि अहिले सुदन गुरुङको कुरा नमान्ने, अनि सुदन गुरुङको अहिले जुन कुरा मान्दैछन् तिनीहरू त्यो प्रहरीका आइजी डिआइजीहरू के को होइन, अनि अहिले प्रश्न गर्ने कसरी मान्दैछन्, एउटा सुदन गुरुङ भाइको कुरा कसरी मान्दैछन्? अनि अगाडि केपी बाको कुरा कसरी मान्थ्यो 8 कक्षा पास गरेको?